हेलो गाइज, आज म तपाईहरुलाई भोटर आइडी कार्ड कसरी चेक गर्छ भनेर बारेमा सिकाउन गइरहेको छु। तपाईहरुलाई थाहा नै छ अब हाम्रो नेपालमा फागुन 21 गते चुनाव हुन आँटेको छ। त्यसको लागि सबभन्दा इम्पोर्टेन्ट हो भोटर आइडी कार्ड। तपाईको भोटर आइडी कार्ड छ, तपाईले बनाउनु भएको छ, तर तपाईनिर त्यसको प्रिन्ट आउट छैन। त्यसको लागि के गर्नुपर्छ तपाईलाई म 1 बाइ 1 डिटेल दिन्छु। तपाईहरु मेरो भिडियो पुरा हेर्नु होला अनि यो भिडियो राम्रो लाग्छ भने लाइक, कमेन्ट र सब्स्क्राइब गरिदिनु होला। सुरुमा गुगलमा जानुपर्छ हामीलाई। गुगलमा क्लिक गरिसकेपछि हामीलाई सर्च गर्नुपर्छ इलेक्सन कमिसन नेपाल। हेर्नुहुन्छ माथि नै आइसकेको छ। इलेक्सन कमिसनमा क्लिक गरिसकेपछि माथिल्लो पेज ओपन हुन्छ। तपाईको सबभन्दा सुरुमा आएको पेजमा यसो इलेक्सन कमिसन लेखेको पेजमा गएर क्लिक गर्नुपर्ने हुन्छ। क्लिक गरिसकेपछि यस्तो इन्टरफेस आउँछ अनि त्यसपछि मतदाता नामावली प्रिजर्भेसन लेखेको हुन्छ। मतदाता नामावली लेखेकोमा क्लिक गर्नुपर्छ भोटर रोलमा। त्यसमा क्लिक गरिसकेपछि तपाईको वेट एकछिनपछि यस्तो इन्टरफेस निस्किन्छ। यसो इन्टरफेस आइसकेपछि तपाईहरुले यसमा लेखेको रातो टिक गरेको जे छ सबैमा भर्नुपर्ने हुन्छ। त्यो सबै भरिसकेपछि मात्र तपाईले आफ्नो हेर्न सक्नुहुन्छ सबमिट गरेपछि। सुरुमा प्रदेशमा आफ्नो प्रदेश छान्नु, त्यसपछि जिल्ला छान्नु पर्ने हुन्छ, आफ्नो जिल्ला छान्नु, त्यसपछि गाउँपालिका या नगरपालिका छ भने त्यो नगरपालिका लेख्नु अनि वार्ड नम्बर कति हो त्यो लेख्नु। मेरो 6 हो, मैले 6 लेखेको छु। त्यसपछि हामीले मतदाता स्थलमा छान्नु पर्ने हुन्छ। सबै कुरा भरिसकेपछि सबमिट भन्ने अप्सनमा क्लिक गर्नु पर्छ। त्यसपछि 1 मिनेट वेट। त्यसपछि यसरी इन्टरफेस खुल्छ अनि तपाईहरु आफ्नो नामको अक्षर अनुसार तपाईको नामको अक्षरमा अगाडिको कुन छ त्योमा क्लिक गर्नुपर्ने हुन्छ। माथि हेर्न सक्नुहुन्छ अ आ इ बाट कुनबाट स्टार्ट हुन्छ तपाईको नाम त्यो सिलेक्ट गरिसकेपछि जसरी मेरो ए बाट हुन्छ भने म ए मा क्लिक गर्छु अनि तल सबै ए बाट जतिवटा नाम छ मेरो एरियामा बनेको छ सबैको डिटेल निस्किन्छ। यसरी अब यसरी धेरै हुन सक्छ। त्यसरी तपाईहरु त्यहाँ क्लिक गरेर सही वटा नम्बरमा क्लिक गर्नु अनि तपाईको अगाडि सही वटा जनको आउँछ। यसरी पनि खोज्न अप्ठ्यारो भयो भने त्यहाँ सर्च वाला अप्सनमा गएर तपाई आफ्नो नाम डाइरेक्ट सर्च गर्न पनि सक्नुहुन्छ। जसरी मेरो आफ्नो नाम सर्च गरिरहेछु। मेरो नाम अमित हो भने म अमित नेपालीमा त्यहाँ अप्सन बनाएर नेपालीमा सर्च गर्छु अमित लेखेर अमित मात्र लेख्दा पनि हुन्छ। अमित मात्र लेखेर सर्च गरे भने अमित नामबाट कति झन्छ सबैको यहाँ सो हुन्छ। जसरी मेरो अमित कुमार रोनियार हो भने त्यहाँ तल गएर हेर्न सक्नुहुन्छ तपाईको कुन छ। जसरी मेरो तल छ, मेरो तल अब आउँछ हेर्दै गर्नु तपाई। मेरो आइसक्यो अमित कुमार रोनियार 25 वर्ष छ मेरो उमेर हैन। अमित कुमार रोनियार उमेर 25 वर्षको छ। अब यसलाई पनि हुँदैन भने तल गएर यसलाई स्लाइड गरिसकेपछि आफ्नो आमा बुवाको नाम पनि हुन्छ। जसै मेरो बुवाको नाम अशोक कुमार रोनियार र आमाको नाम पिंकी देवी हो। ठ्याक्कै यही हो मेरो मतदाता नम्बर। अब मलाई पुरा डिटेल निकाल्नलाई यहाँ मतदाता विवरणमा क्लिक गर्नुपर्छ। अब मैले यहाँ क्लिक गरिसकेपछि अब एकछिनमा अर्को इन्टरफेस स्टार्ट हुन्छ। अब यहाँ तपाईले आफ्नो व्यक्तिगत विवरण हाल्नु पर्ने हुन्छ। या जन्म मितिबाट हाल्नु या नागरिकताको प्रमाणपत्र नम्बरबाट हाल्नु, जुनसुकैबाट पनि हाल्न सक्नुहुन्छ। त्यो सबै हालिसकेपछि यहाँ आई एम नट अ रोबोटमा क्लिक गर्नुपर्छ। त्यसपछि सबमिट गर्नुपर्ने हुन्छ। यति गरिसकेपछि मात्र तपाईले हेर्न सक्नुहुन्छ। जसरी मेरो आफ्नो जन्म मितिको आधारमा गर्दै छु। म आफ्नो जन्म मिति वर्ष हाल्छु, मेरो 2057 हो। त्यसपछि महिना हाल्छु, त्यसपछि म आफ्नो गते हाल्छु। मेरो जन्म मिति भइसक्यो। त्यसपछि तल आएर आई एम नट अ रोबोटमा क्लिक गरिसकेपछि अनि म सबमिटको अप्सनमा क्लिक गर्छु। सबमिटको अप्सनमा क्लिक गरिसकेपछि यस्तो इन्टरफेस आउँछ। तपाईको फोटो सहितको आउँछ अनि तपाई आफ्नो हेर्न सक्नुहुन्छ डिटेलहरु मतदाता नम्बर, नाम, लिंक, तपाईको आमा बुवाको नाम, प्रदेश नम्बर, प्रतिनिधि सभा क्षेत्र नम्बर सबै हेर्न सक्नुहुन्छ। यो सबै हेरिसकेपछि तपाईको तल अझै स्क्रल गर्नुभयो भने तल प्रिन्टको अप्सन आउँछ।
तल यहाँ प्रिन्टको अप्सन आउँछ, तपाईले यो प्रिन्ट गर्न पनि सक्नुहुन्छ या स्क्रिनशट पनि निकाल्न सक्नुहुन्छ। यति गरिसकेपछि तपाईको नामदाता क्लियर।